जापानमा बसेपछि चपिस्टिकले हो यो लट्ठाले खानुपर्छ यसरी यसो यसो गरेर हात चलाउनु पर्छ अब भात खाना ढङ्ग छैन तपाईँलाई पहिला यही ठुलोबाट सिक्नु है यसरी यति त च्याप्प समात्न सकिन्छ नि ल ल देखाउनु त समातेर माछा गाडे भइहाल्यो अलि भएन घर घर बनाउनु लाग्यो यस्तो यस्तो होइन अनि भातमा के गढेर हुन्छ त भातलाई खाने बेला भात नजाने पनि यसरी खाने ए ल चलाउनु त चाताले पाएन भातले खास भने त यस्तो गऱ्यो अनि यस्तो होइन कि यसरी घप्पा जापानिजहरूको अगाडि त्यसै खानुहुन्न कि त्यसको अगाडि कसले खान्छ ल खानु त सिक्नुपर्छ कि खाना भोक लागिजाएन यही अन्ठ्याङ र मठ्याङ भइरह यसो गऱ्यो अनि यसरी ल